ल गुड मर्निङ गाइस। यतिखेर हामी सोताङमा उठिसकेका छौँ। यता हाम्रो भान्जा श्री रेडी भइसकेको छ। कहाँ जाने भान्जा? हामी बुङ जाँदैछौँ। मेरो बाइक होममा पुग्दैछ, भान्जा यतातिर। भान्जा त्यसलाई अन गर त, मेरो चिसो हात थियो। ल सोताङ आएर गाडी धुदियो बाइक। ल हजुरले यो ब्युटिफुल सोताङको ड्रोन सट ल, ड्रोन सटेर इन्जोय गर्नु होला। डेन्जर भएको होइन कुदै, लडिन्छ है। ल फाइनली हामी चाहिँ बुङ आइसक्यो। बुङ बजार चाहिँ यही अरे यो गाइस, बुङ बजार। अहिले चाहिँ हामी बुङमा छौँ। वेदर चाहिँ तपाईँ देख्नुहुन्छ प्रायः आकाशमा यस्तो ढुम्मेको छ है। त्यही भएर हामी 5 बजीतिर गएको छैनौँ। अब भोलिसम्म वेट गर्छु। भोलिसम्म राम्रो दिन भएन भने मामा फेरि काठमाडौँ फर्किन्छ। मामा भान्जा हामी आज चाउमिन खाँदैछौँ। यो चाहिँ भान्जाले ल्याउनु भएको छ मलाई बुङमा खाजा खान। हामी तरिकाले हामी 20 मिनट राइड गरेर यहाँ खानु आएको त्यहाँ, किनभने कस्तो भने सोताङमा सकिएको थियो सबै, चिनी पनि छ, चिनी पनि सकिएको थियो। त्यही भएर हामी यहाँ आएको खानु परेको थियो अवस्था त्यस्तो। ओके, भान्जाको यो चाहिँ यहाँको सुपर बाइक भान्जाको। यस्तो खतरा कुदाउँदैन। यस्तो मिठो भाइब भएको ठाउँ डाँडामा आएर हामी रमाइलो गर्दैछौँ। के ठाउँ अरे भान्जा? लोचर पार्क। ल हामी 3 जना छौँ। बबाल मजा आउँदो रहेछ। डर लाग्यो। भ्यू पोइन्ट थियो त्यहाँ डाँडामा होइन। तपाईँको यहाँ चाहिँ एकजना व्यक्ति चाहिँ डोजर भन्दाखेरि के भएको अरे भन्छ, पुरेर के त्यो खन्दाखेरि माथिबाट पुरै त्यो भिर त्यो ढुङ्गा त्यो झरेर त्यो स्काइवेटरसँगै नै क्या त्यसको सम्झनामा बनाएको यो चाहिँ प्रतिमा भनौँ न होइन। ओके ल दामी रहेछ। ल हामी चाहिँ घुम्दा यहाँ डाँडा आइपुगेको छौँ। बबाल ठाउँ रहेछ। घुमेर फेरि हामी सोताङतर्फै फर्किँदैछौँ। ल हामी चाहिँ खाजा खाँदैछौँ। समोसा एन्ड चटनी चाहिँ मासु। भान्जा र म चाहिँ यहाँ खाजा खाँदै हो, किनभने हामी वेदरको कारणले कहीँ जानु सकेनौँ। घरमा बस्यो खायो। जिन्दगी हाम्रै छ, अरूको जेसुकै गर्छ। एरोप्लेन देख्नु भएको छ तपाईँले? यो मैले उडालेको नि। पहिला देखेको थिएन तपाईँले? ए ल ल ल बाई बाई आमा, बाई। आमाले एरोप्लेनै देखेको थिएन अरे। नानी गएको नरिसाउ। बाई बाई। नाना पुग्छ, मैले कुदाउँछु बाइक, टेन्सन नगर्नु। सल्लेरी पुगिछ हामी। हजुर फेरि नाना हुन्छ। ल भान्जा अब वेदर नगरेर मा भन्छ सल्लेतिर लाग्यो त अनि। ल बाई बाई। हजुर आउँदैन, हामी चल्यौँ। ल हामी हिँड्यो सोलुतिर। मा भन्छ राति प्लान भयो त यार गाइज। रात पर्यो आमा, सल्लेरी गएको। भान्जाको होइन, भोलि बिहानै त्यतातिर घुम्नु पर्ला भनेर गएको नि आमा। हिँड्नु पर्दैन, बाइकले बोकिहाल्छ। पुग्छौँ भनेर हाम्रो मम्मीले मै दिनुभयो, धन्यवाद हजुर मम्मी। ए दुध हो? अब दुध त नि यत्रो खायो भने त मम्मी छोरा त जान्छ पर्ला, हुँदैन मम्मी, अलिक कम गरिदिनु। होइन आमा प्लिज, होइन रुचाउँदिनँ आमा, नयाँ ठाउँ भएर आधा गरिदिनु आमा, आधा थोरै होइन, उहाँलाई गाह्रो होला आमा, आधा गरिदिनु। भरे फेरि पाखाला चलेर छोरा बिजोक हुन्छ, आधा गरिदिनु। ल भान्जाको मामाली गाउँ आएछ हामी अहिले। भान्जाले दुध खुवाउँछ। ए मामा नमस्ते मामा। म त तपाईँको के अरे कस्तो फिल हुन्छ भन्दा अहिले माइजू अब हजुरआमा मामा भेट्यो नि त। म
उनीहरूलाई चाहिँ पहिला मेरो जन्मदेखि नै चिनेर आएको जस्तो फिल क्या त्यस्तो फिल भइदियो क्या गाइज मलाई चाहिँ एकदम बवाल लाग्यो क्या सोलु रमाइलो ठाउँ छ तपाईँहरू पनि आउनु होला भिजिट गर्नु होला सेवा बजु भारी बोकेर ल्याउनु भएको छ तपाईँले त सोताङतिरको होइन नि मम्मी म त टाढाबाट घुम्न आएको आमा ओह माई गड आलु खोज्नु भएको आमा थुप्रो निकाल्नु मेरो त धेरै टाढो आमा काठमाडौँ घुम्दै आएको थिएँ भाइकोतिर अनि फेरि उता सल्लेतिर फर्केको अहिले ल मामा भन्छ फेरि पनि सल्लेरी फर्किँदा रात पर्यो राति नै हिँडेपछि रात त परिहाल्छ अभियसली हेडलाइट बालिदिउँ न अर्कै दुनियाँ छ हेडलाइट कस्तो सातो जाने ऊ आयो क्या हावा हो ल साथीभाइहरू अब चाहिँ भान्जाले चलाउनु थालेको तर अहिले हावा आएर झन्डै हामी चाहिँ यहाँ हावै झन्डै उडायो किनभने हामी दुवैजना अलिक पातलो छौँ झन्डैले हावाले चाहिँ उडायो क्या फाइनली हामी अब जोरबौदा आइपुग्यो नेलेबाट चाहिँ यहाँ आइपुग्नु कति रहेछ भन्दाखेरि 11 किलोमिटर 70 मिटर रहेछ ल फाइनली हामी चाहिँ यतिखेर 8 बजेको छ सोलुखुम्बु आइपुगिसक्यौँ यो चाहिँ सोलुको सल्लेरी बजार हो ल गाइज अब भोलिको ब्लगमा भन्नुहोस् आजको ब्लग चाहिँ यति नै छ थोरै पानी पर्न थाल्यो नेक्स्ट भिडियो बाई बाई